हेलो गाइस, वेलकम टु न्यू ब्लग। फेरि पनि न्यू ब्लग आइसकेको छ। आज चाहिँ खेताबाट स्टार्ट छ अनि चाहिँ अहिले चाहिँ म खेता छु र खेताबाट स्टार्ट गरेको छु। यहाँ चाहिँ अहिले जोत्नु सुरु हुन लाग्यो। अब चाहिँ अनि चाहिँ अहिले थोरै कन्डिसन छ, बिग्रेको छ। यो मोबाइल बिग्रेको कारणले चाहिँ त्यही डेली ब्लग हालेको छैन है गाइसहरू। गाडी चाहिँ जोतिरहेको छ। अहिले अब त्यति नआए पनि किनकि गाडीको लाउडले छ आउन होला होइन। अब बर्खा सुरु भइसकेको छ। रोपाइ अझै बसेन, 9 फाली छोडेको छ अझै त। रोटाभेटरको टाइम चाहिँ भएन अझै पनि चले होइन। चल्छ भने अब चलाउनु पर्यो नि गाडीहरू ल्याएपछि। अब हुन्न। आज चाहिँ हाम्रो गाडीमा लाइट हालेको, लाइट पनि हजुर लागेको साँझतिर चलाएर देखाउँछु। मिल्यो भने साँझ अब ड्राइभर छिटो गयो भने त अब फेरि याद हुन्छ उनीहरू पनि, मलाई थाहा होइन। त्यही पनि यदि याद आयो भने चाहिँ मैले भाइ नि गर्छु। अलि धेरै साउन्ड आयो कि अलि धेरै प्रदर्शन हुन्छ नि, क्या हुन्छ धेरै लाउड भएको चाहिँ होइन। अनि चाहिँ त्यही हो कुरा चाहिँ। अब धेरै पछि आयो अब, किनकि अहिले मेरो मोबाइल अहिले चलेको छैन। मेरो मोबाइल 2-3 चोटि खर्चेर कहिले राम्रोसँग चलेकै छैन कि कहिले के भयो थाहै भयो होइन। अनि अब चलाउनु पर्छ यस्तो यो नै माथि आएर त मौसम शीतल पानी पर्ला चाहिँ गर्थ्यो। अहिले हेर्नु न त्यस्तै हो। फेरि यहाँ हेर्नु बिउ यस्तो भइसक्यो। अझै रोप्नेतिर हुन लाग्यो नि, रोप्न हुन लाग्यो। पहिला त आँपको ठ्याक्कै तल आँपका रुखहरू हुन्थे। आँप ठ्याक्क बिउमा झर्थे, चोरिन्थ्यो, कति लड्थे। खै अहिले त त्यस्तो पनि छैन हेर्नु, त्यस्तो पनि छँदै छैन। अहिले त कसैलाई मतलब पनि नभए आफ्नो जिन्दगी दिने। म चाहिँ गाई चाहिँ आइसकेको छु, अर्को ठाउँमा आएँ अहिले चाहिँ। अनि अहिले चाहिँ अर्को ठाउँमा जोताइ भइरहेको छ क्या। अहिले चाहिँ अर्को ठाउँमा जोताइ भइरहेछ। यता आइसकेँ। यता अर्को टेटरले जोतिरहेछ, यता चाहिँ अर्को अलग जोतिरहेछ। म अर्को ठाउँमा आएर बसेको छु, यता बाटामा आएर बसेँ। त्यहाँ बाँसको त्यो लाएर हो कि त्यहाँ बाटातिर आएको। यता चाहिँ बाँस गाडी बाँस छ, यता चाहिँ बाँस छन्। ठ्याक्क बाँसको बिचमा रोड छ कि यस्तो दामी हुन्छ त्यहाँ। उता अहिले चाहिँ जोतिरहेछ चाहिँ भइयो। अब चाहिँ घर जानु लाग्यो, जोतेर भइयो आइज घर जानु लाग्यो। सक्यो हाम्रो काम चाहिँ। अब सिधै घर खाना खाने, उतै घर भेटौँला। हामी चाहिँ जोतेर आएर बसेको। अनि अहिले गरेँ खाना खाएँ, दबाई खाएँ। अनि चाहिँ अहिले चाहिँ फेरि खाना खाएर चाहिँ टेटर त गइसकेको हो। टेटर त अब छैन कि, टेटर त गइसक्यो। तर म चाहिँ गएन अहिले। अनि म चाहिँ अहिले साथी जानेछ जाम्न, यता कलमतिर जाऊँ भनेछ। कलमतिर जान लाग्यो। अब के हुन्छ उतै अब हेरौँ अब के गर्नु भने। अनि यत्तिकै बसिरहेको थिएँ अनि फोन गऱ्यो। अनि जे साल त अब यस्तै हो साथीहरू। अब के गर्ने हो, चलेकै छ भनौँ जिन्दगी त। रोपाइ सुरु भयो। अब आज चाहिँ रोपाइको लागि गयो गाडी चाहिँ है। अनि रोपाइको कारणले चाहिँ अनि अहिले चाहिँ हेर्नु न, बाह्र पर्ला चाहिँ गरेर शीतल मौसम भयो। शीतल मौसम भयो। अनि पर्ला गरेको क्या, तर पर्दैन कि अस्तिबाट गर्दा राति अनि त्यस्तै गर्छ, तर पर्छ कि भाइ मजा के हो यसो के हो त्यही छ। थ्याङ्क यू फर वाचिङ। आज चाहिँ यति नै होइन। भिडियो चाहिँ त्यति लामो पनि अचल बनेको छैन, लामो भिडियो होइन। किनकि अब आजलाई अहिले छोटा ब्लगहरू बनाइरहेको छु। अनि चाहिँ नि तपाईँहरूले माया सपोर्ट दिँदै गर्नु। अनि त्यही भएर लामो भिडियोहरू पनि गराउँदै गर्छु। आजलाई यति नै, बाई गाइस।